बाँदरले मस्ती गरेछ यहाँ है। मकै रहेछ भर्खर, हरियो मकै। ल हेर्नु त यहाँ, ल हेर्नु यी पुरै कहाँ छ पुरै हेर्नु त बारीको मकै हरि खै। ऊ कति छ हेर त। कति ठुलो ठुलो हो। ल हेर नि यहाँ मकै, हेर न मकै यहाँ भ्याएछ, यहाँ त सबै भ्याएछ। यी यो मकै बारी त पुरै भ्याएछ। ल ए केही छैन। ल हेर्नु त बाँदरले यस्तो छ गाउँघरमा, गरेर खान दिँदैन होइन। त्यही भएर मकै भ्याएछ। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ। हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज यो बथान, हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज यो के हो, 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 यो के हो। हेर्नुहोस् गाइज, राम राम। ओह्रालो लाग्यो है दर्शक पनि। सिङ्गो गाउने, पुरै गाउने बाँदर लखेट्दै लगाएनोस्। मकै बारी धोस् त। ल हेर्नुहोस् है दर्शक पनि। ल लागे उकालो, लागे उकालो उकालो। बाँदरले खाएर हेर्नु न, अहिले बाँदर हजारिया बाँदर आएर पसेछ नि, अनि आएर यहाँ बटुलेको के गर्नु। कति बाँदर आयो आज? बाँदर त हजारिया जति छन्, पाखैभरि छन्। एकजना दुईजनाले त सहेरै नसक्ने छ। अब सधैँभरि मान्छे भइरहँदैन, कहाँ कहाँ पुगेको हुन्छ, खानै नदिने भयो बाँदरले। र यस्तो बिजोग छ, के गर्नु। बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि। ठुक्क मलाई पिसाब फेर्नु मुखमा। यहाँ माइती घरमा छ त बाँदर, बाँदर त उहाँ जनताको उमा पो छ त। मकैबारीमा छ, धानबारीमा अलैँचीको टुसा टुचेको छ। अलैँचीको भाउ थाहा त तपाईँहरूलाई? ध्रुव राईले सही बोलेका छन्, गलत बोलेका छैनन्। आइती घरमा यी मोमा खानी, दिने कुखुरा खानी, अहिले गएर कुखुरा काटेर खान्छन्। प्राणको रक्षा गरेका थिए यिनीहरूले, प्राणको रक्षा गर्ने मान्छे हुन् यिनीहरू। भने यिनीहरू चाहिँ मानिसका भक्ष्य गर्ने खाले हुन् यिनीहरू, यी बोल्ने मान्छेहरू। किनभने बाँदरले हाम्रो बाली खाएर हाम्रो भक्ष्य भइसक्यौँ, हामी विस्थापित हुनु परिसकेको